नमस्कार, स्वागत छ यहाँहरूलाई कस्तुभ मन्थनमा। आज बिहान म रबर्ट बोबोदा भन्नेको अघोर आई एट द लेफ्ट ह्यान्ड साइड अफ द गड भन्ने एउटा किताब पुस्तक पढ्दै थिएँ। त्यहाँभित्र प्रेम माया के हो भन्ने विषयमा एउटा सानो कथा देखेँ। त्यो कथा मलाई साह्रै नै मन पर्यो र त्यही कथा आज तपाईहरुलाई सुनाउन खोज्दैछु। एक दिन रामका अनन्य भक्त, साह्रै प्रिय भक्त तुलसीदास आफ्नो बाटो कतै रामको भजन गाउँदै हिँड्दै थिए। एउटा गाउँमा पुगेपछि साँझ पर्यो, रात पर्यो अनि एउटा घरमा उनले बास मागे। त्यो घरमा एकजना अद्वैंसे महिला थिइन् र यी महिलाले तुलसीदासलाई बास बस्न दिइन्। मेवा मिष्टान्न सहितको प्रेमपूर्वक भोजन गराइन्। आफू भुइँमा सुतेर तुलसीदासलाई खाट सुत्नलाई दिइन्। आफू बाहिर आँगनमा सुतिन्, तुलसीदासलाई भित्र कोठामा राखिन्। यसरी उच्च सम्मानका साथ सेवा सत्कार गरेर उनले त्यो रात तुलसीदासलाई बसाइन्। भोलिपल्ट बिहान यी राम भक्त तुलसीदास अब त्यो घरबाट बिदा भएर निस्किने बेलामा साह्रै प्रसन्न चित्त खुसी भएका तुलसीदासले ती महिलालाई भने के, हे माता, तिमीले साह्रै सेवा सत्कार गर्यौ, मलाई साह्रै अद्भुत प्रेम दियौ। तिमीलाई के वरदान चाहिन्छ माग, तिमीलाई जे चाहिन्छ त्यो मैले सकेको म तिमीलाई दिन्छु। अनि ती अद्वैंसे महिलाले भनिन्, मेरो बिहे भएको 10 वर्ष कटिसक्यो, मेरा सन्तान छैनन्, मैले मातृत्वको सुख पाउन सकेका छैन। तुलसीदास, मलाई आमा बनाइदे, सक्छस् भने मलाई सन्तान देन त भनिन्। अब तुलसीदास तथास्तु भन्न लागेको थियो कि गरेर राम आइपुगे तुलसीदासको ध्यानमा। अनि रामले रोक्यो तुलसीदासलाई, भन्यो, ए मूर्खे तुलसीदास, यस्तो काम नगर है। यो लेडीको, यो महिलाको भाग्यमा, विधिले, विधानमा यिनलाई माता बन्नु भनेर यो जन्ममा लेखेको छैन। त्यही भएर यो वरदान नदे, निस्कि त्यहाँबाट, हिरो नबन्दे रे भनेर रामले भनेछ। भनिसकेपछि तुलसीदास फेरि 2 हात जोड्यो अनि भन्यो, माता, मेरो रामले आदेश दिए तिम्रो यो जुनीमा सन्तान हुनेवाला छैन, अर्को जुनीमा तिमीले पाउँछौ, मलाई क्षमा गर माता, म हिँड्छु भनेर दुखी भएर भनेछ तुलसीदासले। अनि ती महिलाले भनिन्, भइगयो तुलसीदास सन्त, त किन दुखी हुन्छस्? मेरो जिन्दगी त यतिकै आशै थिएन, तैँले मलाई के चाहिन्छ भनिस्, मैले भनिहालेँ, भइगयो, छोड्दे, दुखी नहो, मेरो जिन्दगी चलिरहेछ, चल्यो, ठिकै छ, भइगयो, जा त आफ्नो बाटो लाग, दुखी नहो, म आमा थिइनँ, अब पनि आमा बन्दिनँ, भइगयो, ठिक छ भने। तुलसीदास हिँड्यो आफ्नो बाटो, राम भजन गाउँदै, राम कीर्तन गर्दै। अब तुलसीदास 10-12 वर्षपछि फेरि घुम्दै फिर्दै त्यही गाउँमा आइपुग्यो र भाग्यवश, संयोगवश त्यही घर अगाडि पुगेछ राति। त्यो घर अगाडि पुग्दा त यसपालि देख्छ त्यो घरमा त लाला बालाको भिड छ, बच्चा बुच्चीको, बालबच्चाको। 20-22 वटा बच्चाको आँगनमा भिड लागेको छ। कोही ठुला छन् भने कोही साना काखमा खेलाउँदैछ। त्यो महिला तुलसीदासलाई देख्दै गाली गर्न थाले, त पाखण्डी, ढोंगी, तैँले मलाई छोरछोरी हुँदैन भनेको होइन तुलसीदास, हेर तै, अहिले मका जन्मेको जन्मै छ, अब नजन्मियोस्, रोकियोस् भन्न चाहन्छु, तर रोकिँदैन, आएको आइछ। अचम्म भयो, त पाखण्डी रहेछस्, ढोंगी रहेछस्, झुटो बोल्दो रहेछस् भन्यो तुलसीदासलाई। अनि तुलसीदास छक्क पर्यो, कसरी भएछ त यो बच्चा बुझ्न खोज्यो। बुझ्न खोज्दाखेरि महिलाले बताइन्, एउटा अघोर मार्ग फलो गर्ने, जसलाई यो संसारसँग लिनु दिनु केही पनि छैन,
त्यो आयो मेरो घर छेउबाट, मैले त त्यसलाई बोलाएको पनि थिइनँ, केही गरे पनि थिइनँ। त्यो अघोरी बुढाले मलाई ओहो त पीडामा छेस, तेरो सन्तान छैन, ला यो खा भनेर दिदियो। त्यसपछि त जन्मै छन्। रोकिँदैन तुलसीदास, तँ त पाखण्डी रहेछस् भन्यो। तुलसीदासलाई साह्रै नरमाइलो लाग्यो। मेरो रामले भन्यो नदे, बच्चा हुँदैन, तर अहिले त यसको बच्चा भयो। अब यसलाई रामलाई प्रश्न गर्नको लागि तुलसीदास ध्यानमा बस्यो। तुलसीदास ध्यानमा बस्दा बित्तिकै ढिस गरेर राम प्रकट भए तुलसीदासतिर। अनि तुलसीदासले रामलाई भन्यो, ए राम, तैँले मसँग झुटो किन बोलिस्? तैँले किन मलाई भनिस् त्यो महिलाको बच्चा हुँदैन? आखिर हेर त अहिले त्यहाँ आँगनै भरिएको छ। भन्दाखेरि रामले सोच्यो, अब यो तुलसीदासलाई कसरी बुझाउँ म यो कुरा? बुझाउन त सक्दिनँ। अब रामले एक्कासी एउटा नाटक गरेर छाती समाएर राम रुन थाल्यो, भन्न थाल्यो, ए तुलसीदास म मरे मरे मरे, मलाई एउटा मुटु ल्याइदे, हेर मुटु ल्याइदिनुहोस् भने म अहिले अब मर्छु, मलाई एउटा मुटु चाहियो, साह्रै दुख्न थाल्यो, म मर्छु, हार्ट एट्याकै भयो अरे। अब भन्न थाल्यो राम। अब तुलसीदास आफ्नो रिस पीडा सबै बिर्सिएर पागल भएर रामको लागि मुटु खोज्न दौडिहाल्यो। सबै कुरा बिर्सिगयो, आफ्नो खानापिना सबै बिर्सिगयो। दिमागमा मात्रै के छ, रामलाई मुटु ल्याइदिनु पर्यो, मुटु ल्याइदिनु पर्यो, मुटु ल्याइदिनु पर्यो। झिँगा भेट्छ भन्छ, ए झिँगा मुटु दे मेरो रामको लागि। बिरालो भेट्छ, बिरालोलाई भन्छ, ए बिरालो मेरो राम मर्न लायो, मुटु दे। कुकुर भेट्छ, कुकुरलाई त्यही भन्छ। मान्छे भेट्छ, मान्छेलाई त्यही भन्छ, आफ्नो मुटु कसले दिने? राइट। अब तुलसीदास यसरी पागल जस्तो चित्कार गर्दै, क्रन्दन गर्दै, अनुनय विनय गर्दै, चारैतिर रामलाई मुटु चाहियो, मलाई मुटु देऊ भन्दै चिच्याउँदै भौतारिन थाल्यो। यतिकैमा एउटा खोला किनारमा नाङ्गै एउटा अघोरी, जसलाई संसारसँग केही लिनु दिनु नै छैन, त्यो मस्त घाममा पल्टेको रहेछ उत्तानो। त्यो अघोरीले सुन्यो तुलसीदासको आवाज र तुलसीदासलाई बोलायो, ए तुलसीदास यता आइज, किन चिच्याइरहेको त? अनि तुलसीदास रुँदै भनेछ, हजुर मेरो राम मर्न लाग्यो, साह्रै मुटु खराब भयो, मेरो रामलाई मुटु चाहियो, हजुर मुटु खोज्दैछु, कसैले पनि दिँदैनन्। अब त्यो अघोरीले भन्यो, ए तुलसीदास नरो नरो, बिर्सियो कुरा, म मेरो मुटु दिइदिन्छु, लैजानु तेरो रामलाई मेरो मुटु लगेर लगाइदिनु, केही छैन, ला लैजा मेरो मुटु लैजानु त। तर त्योभन्दा पहिले मेरो एउटा प्रश्नको उत्तर दे त तुलसीदास भन्यो अघोरीले। तुलसीदासले भन्यो, के प्रश्न? अघोरीले भन्यो, रामलाई त साह्रै माया गर्छस्। तुलसीदासले भन्यो, राम छ तब म छु, राम छैन म पनि छैन, राम बाहेक कोही पनि होइन, रामै हो सर्वथो, त्यसैलाई म माया गर्छु। अनि अघोरीले भन्यो, त्यति माया गर्छस्, आफैलाई हराउन सक्छस् भने आफ्नो एउटा मुटु तँसँग पनि त छ नि, तैँले आफ्नो मुटु निकालेर किन दिनस् अर्काको खोज्दै हिँडिस्? अब आफै बुझौँ प्रेम के रहेछ।